गोविंद भगवान को सप्ताह यज्ञ को संपूर्ण भक्त जनहरूको आज सारा भक्तहरूको सदीक्षा पितृहरूको कृपा प्रसाद धेरै जन्मको भाग्य हुँदै भएर आज तारकेश्वर महादेवले हामीलाई माथिबाट आशीर्वाद दिइरहनु भएको छ। तारकेश्वर महादेवको आशीर्वाद कृपा प्रसाद सारा पितृहरूको पुत्रहरूको माताजीको सदीक्षा आज पूर्ण भएको छ। श्रीमद् भागवत महापुराण आज प्रथम दिवसको प्रातःकालीन सत्रमा हामी उपस्थित भइसकेका छौँ। यो श्रीमद् भागवत महापुराण के हो त? ध्यान दिएर सुन्नु है, हल्ला नगर्नु, एकदम ध्यान भयो कथामा यो कान चाहिँ यस वाणीलाई सुन्नमा लगाउनु होला। श्रीमद् भागवत महापुराण साक्षात् भगवानको काममय मूर्ति हो। प्रत्यक्ष कृष्ण एव हि, साक्षात् भगवानको मूर्ति भनेर भागवतलाई बताइएको छ। एकादश स्कन्धमा त्यसको प्रसङ्गहरू हामी पछि सुन्छौँ। भगवान कृष्णले गरेको लीलाहरू चरित्रहरू वर्णन भएको शास्त्र हो भागवत। र भगवान नै यहाँ प्रवेश गर्नुभएको हुनाले यसलाई भगवानको काममय मूर्ति भनिन्छ। र यो श्रीमद् भागवत महापुराण एउटा कल्पवृक्ष समान श्रेष्ठ वृक्ष हो। कल्पवृक्षले पनि हामीलाई भगवानको गति प्राप्त गराइदे भने सक्दैन, तर भगवान गोविन्दले भगवान कृष्णले हामीलाई आफ्नो सामिप्यता, आफ्नो लोक, आफ्नो मोक्ष हामीलाई प्रदान गर्न सक्नुहुन्छ। र उनै भगवानको भक्तिमा डुब्दै उनै भगवानको काममय लीलाहरू हामी निरन्तर अब 7 दिनसम्म यो भागवती गङ्गामा अब हामी डुबल्की लाग्नेछौँ। भागवत 4 अक्षरको अनेक अर्थहरू गर्नुहुन्छ विद्वानहरूले। भाति सर्वेषु देशेषु गीयते नारदादिभिः वर्तते सर्वशास्त्रेषु श्रोतृभिर्तर्जनै जनाः। सारा श्रोता गणहरूको पनि तारण गर्न सक्ने शक्ति चाहिँ भागवतमा रहेको छ। तिर्यते श्रोतृभिर्जनै, श्रोता गणहरूलाई पनि तारण गर्नुहुन्छ। अब भागवत 4 अक्षरको के अर्थ गर्नुहुन्छ अरे भन्दा, भा भनेको भाति सर्वेषु देशेषु, जहाँ भागवतको कथा हुन्छ, जहाँ भागवतको सत्सङ्ग हुन्छ, सबैले यसको पूजा गर्नुहुन्छ, अर्चना गर्नुहुन्छ, श्रेष्ठ ग्रन्थ भनेर यसको कथालाई पनि पान गर्नुहुन्छ। भा भनेको त्यही हो। गोवाले के भन्छ अरे भन्दा, गीयते नारदादिभिः, देवर्षि जस्ता परम हंसहरूले पनि, सुखदेव जस्ता भगवानका त्यस्ता परम हंसहरूले पनि भागवतलाई चाहिँ गान गर्दै गर्दै हिँड्नुहुन्छ। यो भागवत चाहिँ भगवानकै मुखारविन्दबाट आएको हो। भगवान नारायणले ब्रह्मालाई दिनुभयो, ब्रह्माले देवर्षि नारदलाई, देवर्षि नारदले वेदव्यासजीलाई, वेदव्यासजीले सुखदेव स्वामीलाई, सुखदेव स्वामीले परीक्षित राजालाई, यसरी शिष्य प्रशिष्य शाखा पल्लव परम्परायाः ततो उच्चति पातेन स्फुटितं, शिष्य प्रशिष्य गण हुँदै हुँदै आज त्यही भागवत हामीले पनि सुन्न पाएका छौँ। गोवाले त्यही भन्छ, गीयते नारदादिभिः वर्तते सर्वशास्त्रेषु। यो भागवतमा चाहिँ के छैन अरे भन्दा, सारा शास्त्रहरू यही भागवतमा छ। वेदको सार तत्त्व भागवत, वेद उपनिषद पुराण सारा शास्त्रहरू चाहिँ भागवतमै छन्। सारा शास्त्रहरू हामीले अरू शास्त्र नपढे पनि केही फरक पर्दैन, तर भागवतको कथा भागवतलाई सुन्यौँ भने सारा शास्त्र पढेको अथवा ती शास्त्रका ज्ञानहरू हामीलाई प्राप्त हुन्छ। सारा शास्त्रहरू पनि यही छ। वर्तते सर्वशास्त्रेषु तिर्यते श्रोतृभिर्जनैः, जुन भगवानको यो कथाहरू सुनेर श्रोता गणहरूको पनि तरण हुन्छ, तारण हुन्छ, त्यो शास्त्र हो श्रीमद् भागवत महापुराण। श्रीमद् भागवत महापुराण को गोविंद भगवान को। यो श्रीमद् भागवत महापुराण सरल अर्थ गर्दा के हो रे भन्दा, भागवतको सरल अर्थ चाहिँ भले भन्छ भक्ति, भगवानको भक्ति गर, भगवानको पूजा गर, भगवानको कथा सुन, यो मन भगवानमा लगाऊ, भले त्यही भन्छ भक्ति गर। गोवाले के भन्छ अरे भन्दा ज्ञान। यो भागवत सुनेपछि हामीलाई ज्ञान प्राप्त हुन्छ।
भगवानको कृपा प्राप्त हुन्छ। गले भन्छ ज्ञान, बले के भन्छ अरे भन्दा यो चाहिँ मोक्ष शास्त्र हो। भागवत चाहिँ वैराग्य दिलाउनेवाला शास्त्र हो। हामी यो संसार सागरमा चाहिँ डुबेका छौँ। यो भव सागर भनिन्छ जसलाई हामी चाहिँ यो सन्तान सुख, शान्ति, समृद्धि, इन्द्रिय सुख, यो भौतिक सुखमा डुबेका छौँ। भगवानको चिन्तन छैन, भगवानको मनन छैन। त्यही भएर बुवाले के भन्छ भन्दा भगवानको यो कथा चरित्रहरू श्रवण गरिसकेपछि हामीलाई वैराग्य पनि प्राप्ति हुन्छ र अन्तमा चाहिँ हामीलाई चाहिँ के हुन्छ भन्दा तरण तारण हुन्छ, हाम्रो गति मुक्ति हुन्छ। त्यो शास्त्र हो भागवत। यस्तो त अनेक अर्थहरू गर्नुहुन्छ विद्वानहरूले, 108 प्रकारको अर्थहरू गर्नुहुन्छ। अब भागवत हाम्रो पूर्वीय दर्शनमा चाहिँ एउटा परम्परा रहेको छ, मङ्गलाचरण गर्ने परम्परा। साहित्य शास्त्रमा चाहिँ के भनेर बताइएको छ भन्दा त्रिविधम मङ्गलाचरण, 3 प्रकारको मङ्गलाचरण हुन्छ। नमस्कारात्मक, आशीर्वादात्मक र वस्तु निर्देशनात्मक। जुन ग्रन्थमा हामीले भगवानको नमस्कार प्रार्थना गर्छौँ त्यसलाई भनिन्छ नमस्कारात्मक। जुन ग्रन्थमा भगवानको आशीर्वाद कृपा प्राप्त होस् भनेर गर्छौँ त्यसलाई आशीर्वादात्मक। जुन ग्रन्थमा भगवानको प्रतिपाद्य विषय, यो ग्रन्थमा चाहिँ के कुरा बताउन खोजेको छ त त्यो कुराहरू वर्णन गरेको मङ्गलाचरणलाई भनिन्छ आशीर्वादात्मक। जसरी हामीले कुनै यज्ञहरू गर्दा पहिला गणेश भगवानको स्मरण गर्छौँ, गणपतिको वन्दना गर्छौँ, त्यसै गरी हामीले हाम्रो ग्रन्थमा पूर्वीय दर्शनमा चाहिँ मङ्गलाचरण गर्ने परम्परा रहेको छ। हामी पनि आउनुहोस् गणपतिलाई स्मरण गर्दै हाम्रो यज्ञमा चाहिँ कुनै विघ्नहरू बाधाहरू नहोस् भन्दै एकपल्ट भगवान गणेशजीको सुन्दर भजनद्वारा गणेशलाई स्मरण गर्नेछौँ। गणपति महाराजको गौरी तेजो वारिमृदां यथा विनिमयो यत्र त्रिसर्गो वृषा भावना स्वेन सदा निरस्तकुहकं सत्यं परं धीमहि। वेदव्यासजी भन्छ सत्यं परं धीमहि, सत्यं सच्चिदानन्दं परम परमेश्वरं धीमहि ध्यायेत्। सच्चिदानन्द स्वरूप परमात्मा परमेश्वर भगवानको ध्यान गर्दछु। यो भागवत के हो रे भन्दा उनी सच्चिदानन्द स्वरूप भगवानको स्वरूप हो र भगवान कस्तो हुनुहुन्छ रे भन्दा सत्य स्वरूप हुनुहुन्छ। हामीले यो संसारमा देखेका सारा भौतिक वस्तुहरू, सारा पदार्थहरू नाशवान हुन्, असत्य हुन्। आज छन् भोलि छैनन्। हामीले देखेका पहिला डाँडा काँडा, कति डाँडा काँडा थिए, अहिले हेर्नुहोस् सम्म भयो। अब पछि हाम्रो शरीर नाश भइसकेपछि अथवा यो प्राण छोडिसकेपछि यो सम्म पनि अर्कै अवस्थामा परिवर्तित हुन्छ भने यो संसार चाहिँ परिवर्तनशील छ, परिवर्तन भइरहन्छ। तर भगवान चाहिँ सत्य स्वरूपमा रहिरहनुहुन्छ। यो संसारमा भएका सारा वस्तुहरू चाहिँ नाशवान छन् र भगवान चाहिँ सत्य स्वरूप हुनुहुन्छ। वेदान्तहरूमा चाहिँ के भनेर बताइएको छ त्यो ब्रह्मलाई, त्यो परमात्मालाई भने यतो वा इमानि भूतानि येन जातानि जीवन्ते यत्र यान्त्यविसंविशन्ति तद्विजिज्ञासस्व तद्ब्रह्म इति। जसबाट यो सारा संसार पञ्चभूतहरूको सृष्टि भयो, जसले सारा तत्त्वहरूलाई, सारा जीवहरूलाई, सारा पञ्चतत्त्वहरूलाई पालन पोषण गर्नुहुन्छ र अन्तमा जब प्रलय हुन्छ, प्रलय कालमा भगवानले सारा वस्तुहरू, सारा तत्त्वहरू, सारालाई चाहिँ आफूमै लीन गराउनुहुन्छ। तर भगवान चाहिँ सारा त्यो प्रलय भएर पनि रहने वस्तु चाहिँ त्यही परमात्मा परमेश्वर हो। त्यसैलाई वेदान्तहरूले ब्रह्म भनेर परिभाषित गरेका छन्।
र त्यस्तो सत्य स्वरूप परमात्मा परमेश्वरको म पनि ध्यान गर्दछु। कस्तो परमात्मा अरे भन्दा जन्माद्यस्य यतः, जसबाट चाहिँ यो सारा संसार जगतको सृष्टि स्थिति प्रलय हुन्छ, जसबाट सारा संसारको जन्म हुन्छ भगवानबाट। जन्मिएका सारा तत्त्वहरूलाई भगवानले पालन पोषण गर्नुहुन्छ, अन्त्यमा भगवानले प्रलय गरेर नाश गराउनुहुन्छ। त्यस्तो भगवानको चाहिँ म ध्यान गर्दछु। जुन भगवान फेरि कस्तो हुनुहुन्छ अरे भन्दा अर्थेषु अन्वया, सारा पदार्थहरूमा अनुगत हुनुहुन्छ। सम्पूर्ण पदार्थहरूमा भगवान तत्त्व रहनु भएको छ, तर पदार्थहरूबाट सारा तत्त्वहरूबाट भगवान चाहिँ पृथक भए जस्तो पृथक रूपमा पनि रहनुहुन्छ। र जुन भगवान चाहिँ फेरि अभिज्ञ, सारा संसारका सारा वस्तुहरूलाई जान्नुहुन्छ, सर्वज्ञवान हुनुहुन्छ, सर्वकर्ता हुनुहुन्छ, सर्व सामर्थ्यवान हुनुहुन्छ। र जुन भगवान फेरि स्वराट हुनुहुन्छ, आफै प्रकाशित हुनुहुन्छ भगवान। जसरी हामीले सूर्य नारायण देख्छौँ, सूर्य नारायण चाहिँ भगवानकै कृपाद्वारा सूर्यमा चाहिँ तेज त्यो प्रकाश रहेको छ। चन्द्रमा पनि त्यसरी प्रकाशित हुनुहुन्छ, हामीलाई तेज दिनुहुन्छ। र सम्पूर्ण तत्त्वहरूलाई चाहिँ भगवानले नै त्यो शक्ति तेज दिनुहुन्छ। तर भगवान चाहिँ स्वयं आफै नै प्रकाशित हुनुहुन्छ, स्वराट हुनुहुन्छ। तेने ब्रह्म हृदय आदिकवये मय्यन्ति सूरय। जुन भगवान चाहिँ भगवानका लीलाहरू देखेर आदि कवि ब्रह्माजी पनि मोहित हुनुहुन्छ। ब्रह्माजी पनि भगवानको त्यो चमत्कार, भगवानको त्यो लीलाहरू, भगवानका ती चरित्रहरू, भगवानको लीला देखेर मोहित हुनुहुन्छ। सारा देवताहरू पनि मोहित छन्, इन्द्रादि देवताहरू पनि मोहमा प्राप्त हुन्छन्। त्यस्ता भगवान तेजो वारि मृदाम यथा विनिमयो यत्र त्रिसर्गो मृषा। जुन भगवान चाहिँ तेज, पानी र माटो तिनै अवस्थामा चाहिँ विनिमय स्वरूपमा रहनुहुन्छ, त्रिसर्ग स्वरूप हुनुहुन्छ भगवान। यत्र त्रिसर्गो मृषा धाम्ना स्वेन सदा निरस्तकुहकं सत्यं परम धीमहि। भगवान कस्तो हुनुहुन्छ भन्दा हामीले मरुभूमिमा देख्छौँ नि, जब मरुभूमिमा सूर्यको किरण पर्छ त्यसपछि चाहिँ त्यो मरुभूमिको बालुवाको कोणलाई चाहिँ के देखिन्छ अरे भन्दा टाढाबाट देख्दा पानीको थोपा जस्तो, पानी चम्किए जस्तो, पानी टल्किए जस्तो देख्दछौँ। भगवान पनि त्यस्तै हुनुहुन्छ। यो विश्व ब्रह्माण्डमा व्यापक रूपमा रहनु भएको हुन्छ, तर भगवानलाई हामीले चिन्न सक्दैनौँ, देख्न सक्दैनौँ। र पृथ्वी, जल, तेज, वायु, आकाशका रूपमा र ती तत्त्वहरूका रूपमा हामीले त्यस्तो ठान्दछौँ। त्यस्ता भगवान परमेश्वर जो सत्य स्वरूप हुनुहुन्छ, त्यस्ता भगवानको चाहिँ ध्यान गर्दछौँ भनेर यसरी भगवानको ध्यान गर्नुहुन्छ। र अब दोस्रो श्लोकमा चाहिँ यो भागवत चाहिँ सुन्ने अधिकारी को हो त, भागवत सुन्ने श्रोता गणहरू कस्तो हुनुपर्छ त्यसको बारेमा यहाँ चर्चा गरिएको छ। धर्म प्रोज्झित कैतवोत्र परमो निर्मत्सराणां सतां वेद्यं वास्तवमात्र वस्तु शिवदं तापत्रयोन्मूलनम्। श्रीमद्भागवते महामुनिकृते किं वा परैरीश्वरः सत्योरित्यवरोध्यते प्रकृतिवे शुश्रूषुवेस्तक्षणा। यो भागवत चाहिँ त्यस्तो कैवल्य मोक्ष दिनेवाला शास्त्र हो। जुन भागवत श्रवण गर्ने अधिकारी चाहिँ कस्तो हुनुपर्छ अरे भन्दा निर्मत्सराणां सतां। एउटा मच्छर हुन्छ अरे, मच्छर भनेको चाहिँ लामखुट्टेलाई भन्छ क्या, मच्छर मच्छर भन्छौँ। भागवत सुन्ने श्रोता चाहिँ मत्सर हुनुपर्छ। मत्सर भनेको निर्मत्सर हुनुपर्छ। कस्तो रे भन्दा निर्गतः मत्सरः, जसमा चाहिँ कुनै त्यस्ता छल छैन, कपट छैन, लोभ छैन, मोह छैन। केवल भगवानको यो चरित्र, यो कथालाई चाहिँ प्रेमले, भक्तिले श्रवण गर्दछन्। त्यस्ता भक्तहरू चाहिँ, त्यस्ता श्रोतागणहरू चाहिँ त्यस्तो निर्मत्सर स्वभावको हुनुपर्दछ।
निर्मत्सर भएर चाहिँ भगवानको कथा सत्सङ्गहरू चाहिँ हामीले श्रवण गर्नुपर्दछ र जुन भगवानको कथाद्वारा चाहिँ हामीलाई कल्याण प्राप्त हुन्छ। तापत्रयोन्मूलनम, 3 प्रकारका तापहरू हुन्छन् हाम्रा आध्यात्मिक, आदि दैविक र आदि भौतिक। 3 प्रकारका तापहरूलाई पनि भगवानले नाश गर्नुहुन्छ र भगवानका श्रोतागणहरू यस्तो हुनुहुन्छ भनेर श्रोताको अधिकारीको बारेमा दोस्रो श्लोकले विवेचना गरियो। अब तेस्रो श्लोकमा चाहिँ यो भागवत के हो त त्यो बारे विवेचना गरिन्छ। निगमकल्पतरोर्गलितं फलं सुखमुखादमृतद्रवशं युतं पिबत भागवतं रसमालयं मुहुरहो रसिका भुवि भावुका। यो भागवत के हो रे भन्दा निगमः नितराम गमयति इति निगमः। निगम भनेको वेद, वेद रूपी कल्प वृक्षबाट पाकेर गलेर झरेको फल चाहिँ श्रीमद् भागवत महापुराण हो। फलको पारखी चाहिँ को हुन्छ अरे भन्दा चरा हुन्छ। चरामा पनि विशेषतः सुगा प्रजातिको चरा चाहिँ फलको पारखी हुन्छ। सुगाले चाहिँ जुन वृक्षमा चाहिँ जुन फलमा चाहिँ चोच मार्यो, आफूले चुच्चो गाड्यो, त्यो फल चाहिँ त्यो वृक्षभरि मध्येको सबैभन्दा मिठो फल हुन्छ। यो भागवत पनि सुकदेव रूपी चराले चाहिँ झुठो हालेको फल हो। वेदव्यासका पुत्र सुकदेव उनैको मुखारविन्दबाट परीक्षित राजाले भागवत श्रवण गर्नुहुन्छ र यो भागवत पनि सुकदेवले चाहिँ जुठो हालेको फल हो। जसरी सुगाले जुठो हालेको फल अत्यन्त श्रेष्ठ हुन्छ, त्यसैगरी यो भागवत पनि सुकदेव रूपी परमहंसले बताउनु भएको यस्तो संहिता हो जसलाई चाहिँ हामीले चाहिँ मुहुरहो रसिका भुवि भावुका। यो फेरि भागवत कस्तो हो रे भन्दा रसै रसको घर हो। रसमालयम, भगवानको भक्ति प्रेम रूपी रस, रसै रसले बनेको घर हो। यो भागवतलाई हामीले पिबत के गर्ने भन्दा पान गर्ने। झोल त हामीले खान्छौँ र यो भागवत चाहिँ कसरी पान गर्ने रे भन्दा यो कान कर्णपुटहरूबाट चाहिँ हामीले पान गर्ने। भागवत सुन्ने होइन रे, हामीले पान गर्ने। रसामृत यो कथा रूपी अमृतलाई चाहिँ पान गर्ने। कान रूपी कर्णपुटहरूबाट चाहिँ भगवानको कथालाई हामीले बारम्बार बारम्बार पान गर्नुपर्छ। एकपटक सुनेर अब 7 दिन छ अवधि छ, हेर्नुहोस् हामीलाई त यो अवधिमा अब पाठ पनि गर्न पर्यो, कथा पनि सुन्न पर्यो, भजन पनि सुन्न पर्यो, अब यज्ञहरू पनि रहेको छ, यज्ञ पनि पूर्ण गर्न पर्यो भनेको 7 दिन अवधि छोटो हुन्छ। यो भागवत त चतुर्मास 4 महिना भन्दा पनि सकिँदैन र विद्वान जनहरूले त वेदस्तुतिकै अनेक अर्थ 6 महिनासम्म अर्थ गर्नुहुन्छ, गोपी गीतहरूका अनेक अर्थहरू गर्नुहुन्छ भने भागवत कहिले पनि सकिँदैन। र 7 दिनमा अब हजुरहरूलाई सारांश कथा भगवानका चरित्रहरू हामी सुनाउने प्रयत्न गर्नेछौँ र यो भागवतलाई चाहिँ हामीले बारम्बार मुहुरहो रसिका भुवि भावुका बारम्बार बारम्बार पान गर्नुपर्दछ। अब हामी विषय प्रवेशमा गरौँ। भागवत चाहिँ अब कसरी प्रवेश हुन्छ, कसरी कथा आरम्भ हुन्छ यहाँ बताउनुहुन्छ। नैमिषे निमिष क्षेत्रे ऋषय सौनकादयः शतं स्वर्गाय लोकाय सहस्र सममासत। नैमिषारण्य नामको पुण्यमय तीर्थमय क्षेत्र छ, त्यहाँ चाहिँ सौनक आदि गरेका 88,000 ऋषिहरू भेला हुनुभयो। अब नैमिषारण्य किन भयो यसका अनेक अर्थ पाइन्छ। भगवान कृष्णले धराधाममा 125 वर्षसम्म लीला गर्नुभयो। आफ्नो लीला सम्पन्न गर्दै भगवान अन्तमा आफ्नो गोलोकधाम फर्केर जानुभयो। त्यही दिनबाट कलिकाल लाग्यो। सारा ऋषि महर्षिहरू चिन्तित हुन लागे, अब कलिकाल लाग्दैछ। छल कपट अधर्म हत्या हिंसा पाप कर्ममा मनुष्य लाग्छन्। अल्प आयु हुन्छ, थोरै आयु हुन्छ मनुष्यको। अब कसरी आत्मकल्याण गर्ला, कसरी आफ्नो उद्धार गर्ला। सारा ऋषि महर्षिहरू चिन्तित हुनुभयो। ब्रह्माजीको लोकमा ब्रह्मलोक जानुभयो र प्रश्न गर्नुहुन्छ अब हामी भगवानको कथा सत्सङ्ग कहाँ गएर सुन्ने, जहाँ हामीलाई कलिले पनि छुन नसकोस् भन्दाखेरि ब्रह्माजीले एउटा चक्र छाडिदिनुहुन्छ। त्यो चक्र गुड्दै 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 गएर अरण्य भनेको जङ्गलमा व्याप्त भयो। संस्कृतमा चाहिँ
एउटा शब्दलाई बुझाउने धेरै अर्थ हुन्छ भने एउटा शब्दको धेरै अर्थ पनि लाग्छ। अटव्य गण्यम विपिनम गहनम काननम वनम। अटवी भनेको जङ्गल, अरण्य भनेको जङ्गल, विपिन भनेको जङ्गल, गहन भनेको जङ्गल, कानन भनेको जङ्गल, वन भनेको जङ्गल। एउटै शब्दलाई हेर्नुहोस् त कति शब्द छ। त्यो निमी नाम गरेको चक्र ब्रह्माजीले छाडिदिएको चक्र चाहिँ जङ्गलमा गएर व्याप्त भयो। त्यही क्षेत्रलाई भन्यो नैमिषारण्य क्षेत्र। पहिलो अर्थ। यसको पनि धेरै अर्थ पाइन्छ। निमी भनेको के हो भन्दा निमी नाम गरेका राजाले एक समय त्यो क्षेत्रमा जङ्गलमा तपस्या गरेको हुनाले त्यसलाई भन्यो नैमिषारण्य क्षेत्र। यस्ता अनेक अर्थहरू पाइन्छन्। अर्थ मात्र बुझेर हामीलाई कुनै लाभ हुँदैन। नैमिषारण्य नामको क्षेत्रमा चाहिँ सौनक आदि गरेका 88,000 ऋषीश्वरहरू भेला हुनुभयो, जसले चाहिँ सहस्र सममासत 1000 वर्षमा समापन हुने दीर्घ लामो यज्ञहरू गरेर बस्नुभयो। र त्यही समयमा चाहिँ सुत गरेका पौराणिक चाहिँ घुम्दै 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 त्यहाँ आइपुग्नुभयो। सौनक आदि ऋषीश्वरहरूले उहाँको हात पाउ धोइदिनु भयो, हात धोइदिनु भयो, चन्दन तिलकहरू लगाइदिनु भयो, उच्च आसनमा व्यास आसनमा राख्नुभयो, पूजा गर्नुभयो। र त्यसपछि चाहिँ अब विभिन्न यहाँ प्रश्न गर्नुभएको छ। 6वटा प्रश्न यहाँ मुख्यतः 6वटा प्रश्न गर्नुभएको छ। र त्यही 6वटा प्रश्नको उत्तरको रूपमा सारा श्रीमद् भागवत महापुराणको कथा पनि समापन हुन्छ। के थियो त त्यो 6वटा प्रश्न भन्दा किम श्रेयः शास्त्र सारकः स्वावतार प्रयोजनम किम कर्मः केवतारश्च धर्मात्म शरणं गतः। हामी मनुष्य भएर जन्मिसकेपछि केवल आहार विहार खानपान यो संसारमा मात्र आसक्ति हुने हो त होइन। हामीले के सुन्नुपर्छ, हामीले के गर्नुपर्छ, हाम्रो परम कर्तव्य के हो, पहिलो प्रश्न सोध्नुहुन्छ। हाम्रा शास्त्र त धेरै छन्। 4वटा वेद छन्, 4वटा उपवेद, 18 पुराण, 18 उपपुराण, 6वटा शास्त्रहरू, महाभारत, रामायण, यस्ता अनन्त शास्त्र छन्। सारा शास्त्र हामीले पढेर पनि भ्याउँदैनौँ, बुझ्दैनौँ पनि भने शास्त्रको सार के हो, शास्त्र सारकः। दोस्रो प्रश्न, भगवानले धेरै अवतार लिनुहुन्छ, भगवानले अवतार लिनुको कारण के हो। तेस्रो प्रश्न, स्वावतार प्रयोजनम, भगवानले अवतार लिएर के कर्महरू गर्नुहुन्छ, किम कर्म, के कर्म गर्नुहुन्छ, भगवानले किन अवतार लिनुहुन्छ, के गर्नुहुन्छ। अनि भगवानले अहिलेसम्म अब कति कति अवतार लिनुभयो। हामीले त 10 अवतार सुनेका थियौँ नि, मत्स्य कुर्म वराह नृसिंह वामन राम परशुराम बुद्ध कल्की गरेका 10 अवतार सुनेका छौँ। भागवतमा चाहिँ भगवानको 24 अवतारको वर्णन छ। त्यो हामी सुन्नेछौँ। पछि भगवानले कति अवतार लिनुभयो। हुन त भगवान अनन्त हुनुहुन्छ, अनन्त अवतार भगवानका छन् भने भगवानका कस्ता कस्ता अवतार भए। र अन्तिम प्रश्न, धर्म कम शरणं गतः, धर्म कसको शरणमा गयो। यही 6वटा प्रश्नलाई चाहिँ सुन्दर भावमा चाहिँ नेपाली अनुवाद पनि रहेको छ। के थियो त त्यो सुन्दर भाव भन्दा, मनुष्यको कर्म के भनिदिनुहोस्, शास्त्रादिको सार के। मनुष्यको कर्म के हो रे। मनुष्य भएर जन्मिसकेपछि के कर्महरू गर्नुपर्छ, मनुष्य जन्म हामीले किन पाएका हौँ, मनुष्यको कर्म हामीले किन जन्म पायौँ त्यो बताइदिनुहोस्, शास्त्रादिको सार के हो त्यो पनि बताइदिनुहोस्। विश्वव्यापक कृष्णचन्द्र पृथ्वीमा आउनुको काम के। भगवान त विश्वव्यापक हुनुहुन्छ, आफ्नो मन सङ्कल्पले पनि सारा संसारलाई नाश गर्न सक्नुहुन्छ भने भगवान यो पृथ्वी तलमा किन आउनुभयो। अनि आएर प्रभुले लीला कति गरे, के हुन् अवतार के। भगवान आएर कस्ता कस्ता लीला गर्नुभयो, कस्ता कस्ता अवतार लिनुभयो भगवानले। अनि भगवान कृष्ण धाम गमन हुँदा सुतमुनि कहाँ गयो धर्मनि। भगवानले विभिन्न अवतार लिएर लीला गरेर भगवान चाहिँ आफ्नो धाम जाँदाखेरि चाहिँ धर्म चाहिँ कसको शरणमा गयो त भनेर यसरी 6वटा प्रश्न गर्नुहुन्छ। र त्यही 6वटा प्रश्नको उत्तरको रूपमा अब सारा श्रीमद् भागवतको कथाहरू पनि समापन हुन्छन्। अब विस्तार विस्तार वेदव्यासजी कथा श्रवण गराउनुहुन्छ, ती उत्तरहरूको प्रश्नहरूको उत्तर पनि दिनुहुन्छ। यता सुतजी अब भगवानको आफ्नो गुरुको
मङ्गलाचरण गर्नुहुन्छ। यम प्रव्रजन्तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर अजुहाव पुत्रेति तन्मयतया तरवोऽभिनेदुस्तं सर्वभूतहृदयं मुनिमानतोऽस्मि। जो जन्मदै प्रव्रजन्त हुनुभएको सुखदेव स्वामी वेदव्यासजीका पुत्र हुनुहुन्थ्यो र उहाँ चाहिँ जन्मदै चाहिँ आफ्नो घरलाई छोडेर माता पितालाई छोडेर चाहिँ जङ्गलमा जानुभएको थियो। अब सुखदेव स्वामीको प्राकट्य कसरी भयो यसको पनि कथा पाइन्छ। अमरनाथमा चाहिँ अमर गुफामा चाहिँ भगवान शिवजीले पार्वतीलाई चाहिँ कथा भन्न लाग्नुभएको थियो। अमर कथा भागवतको अमर कथा बताइरहनु भएको थियो र तिमीले चाहिँ बेला बेलामा हुँ गर्दै आवाज दिनु किनकि म भगवानको ध्यानमा मग्न भएर कथा सुनाइरहेको हुन्छु भनेर भन्नुभएको थियो। पार्वती मातालाई चाहिँ निद्रा लागेछ, उहाँ त निदाउन लाग्नुभयो। त्यसपछि चाहिँ सुगा चाहिँ दुईवटा सुगा चाहिँ अन्डा मात्र थियो, बोक्रो मात्र थियो, त्यहीँबाट चाहिँ दुईवटा सुगा निक्लिएछ। सुगाको आवाज चाहिँ कस्तो हुन्छ भने सेम डिट्टो मनुष्यको आवाज निकाल्न सक्छ। अनि पार्वती माता जस्तै गर्दै भगवानले भोले बाबाले कथा भनेको स्थानमा चाहिँ सुगाले चाहिँ आवाजहरू दिन लागेछ। कथा भन्दै भन्दै जानुभयो। दशम भागवतको कथाहरू अमर कथाहरू बताउँदै जानुभयो। त्यसपछि त भगवान शिवजीले आँखा खोल्नुहुन्छ, पार्वती तिमीले कथा बुझ्यौ भन्दा त अब पार्वतीले सुनेकै छैन, कसरी कथा बुझ्ने। अब निन्द्रामा पो हुनुहुन्छ, पतिदेव भनेर झलस्स बिउजन भयो। तिमी त निदाएको रहेछौ, कसले कथा सुन्यो। यसो हेर्नुहुन्छ गुफामा ओडारतिर वरिपरि निहाल्नुहुन्छ त दुईवटा सुगा देख्नुहुन्छ। त्यही सुगालाई मार्छु भन्दै अब त्रिशूल लिएर लखट्न लाग्नुहुन्छ। सुगा भाग्दै 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 आएर वेदव्यासको पत्नीको त्यो चाहिँ आफ्नो नित्य कर्महरू वेदव्यासले कर्महरू गर्दै रहनु भएको थियो। त्यही समयमा वेदव्यासको पत्नीलाई चाहिँ हाई आएछ। त्यही हाई गर्दाखेरि चाहिँ सुगा चाहिँ त्यहाँ प्रवेश गर्यो भित्र, एउटा सुगा। र यसरी अब मार्छु भन्दाखेरि भित्र प्रवेश गर्यो, त्यसपछि छाडिदिनु भयो। तिनै वेदव्यासको पत्नीले चाहिँ 12 वर्षसम्म आफ्नो गर्भमा राख्नुभयो त्यो सुगालाई, सुकालाई। 12 वर्षपछि जन्मनु भएको थियो। त्यसपछि त जन्मन नपाइयो। भौतिक संसारमा यो माया मोहमा डुब्छु भनेर म त अब घर गृहस्थीमा रहन्न, भगवानको चिन्तन गर्न जान्छु भनेर जङ्गलमा जानुभएको थियो। भने जन्मन नपाई वैराग्य हुनुभएको थियो, प्रव्रजन्त हुनुभएको थियो। र वेदव्यास चाहिँ के हुनुहुन्थ्यो, भर्खर जन्मिया छोरो हुन त 12 वर्ष भइसक्यो, गर्भमै रहेको थियो। अब पुत्र मोह भयो, भर्खर अनुहार नै राम्रो देख्न पाएको छैन छोराको। हे पुत्र, हा पुत्र 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 भन्दै पछि लाग्नुभयो। वेदव्यास पछि लाग्नुहुन्छ, सुखदेव अघि हुनुहुन्छ, जङ्गलमा नै हराउनु भयो। र त्यसपछि सुखदेवले विचार गर्नुभयो, मेरा पिताजी त पुत्र मोहमा हुनुहुन्छ। त्यसपछि उहाँले आफू जस्तै छाया सुख, आफ्नै अनुहारको छाया सुख रचेर छाडिदिनु भयो। त्यसैले चाहिँ विवाह गृहस्थ धर्ममा रहेर गृहस्थमा प्रवेश गरे भन्ने प्रसङ्ग पनि पाउँछौँ देवी भागवतमा। सुखदेवको पनि विवाह भएको, तर छाया सुखको। यसरी पुत्र पुत्र भन्दै जानुभएको थियो। त्यस्ता सारा भूतहरूको हृदयमा वास गर्ने त्यस्ता सुखदेव स्वामीमा मेरो वन्दन छ, मेरो नमस्कार छ। त्यस्तै जुन वेदव्यासजी हुनुहुन्छ जसले हामीलाई सारा शास्त्रहरूको सार, सारा पुराणहरूको सार, यो अध्यात्म दिनलाई, यो अध्यात्म रूपी ज्ञानलाई प्रसारित गर्नुभयो, संसारलाई करुणा प्रदान गर्नुभयो। पुराणहरूमा गुप्त रहेको, गुह्य रहेको यो भागवतको रसलाई उद्घाटन गरिदिनु भयो, सारा पुराणहरूलाई पनि उद्घाटन गरिदिनु भयो। त्यस्ता वेदव्यासलाई पनि वन्दना छ। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। नारायण भगवानलाई नमस्कार छ, नर भगवानलाई नमस्कार छ, देवी मातालाई नमस्कार छ, सरस्वती मातालाई पनि वन्दना छ, वेदव्यासलाई पनि वन्दना छ, तारकेश्वर महादेवलाई पनि वन्दना छ, सीता भैरवलाई पनि वन्दना।
त्यस्तै पुरानो गुह्येश्वरी भगवती मातालाई पनि वन्दना। स्थानीय सम्पूर्ण देवी देवता यज्ञ मण्डपमा आवाहित स्थापित पुरुष सबै देवी देवताहरूलाई वन्दन गर्दै अब हामी भगवानको यो दिव्य कथा सत्सङ्गमा प्रवेश गर्छौँ। अब ती प्रश्नहरूको उत्तर दिन लाग्नुहुन्छ। हामी मनुष्य भएर जन्मिसकेपछि अब के गर्नुपर्छ त? हामीले मनुष्य भएर जन्मिसकेपछि कुनै भगवानको पूर्ण ब्रह्म परमात्मा हरिको चाहिँ चिन्तन गर्नुपर्छ, कुनै भगवानको भक्ति गर्नुपर्छ, कुनै भगवानको अर्चना गर्नुपर्छ। कस्तो भक्ति गर्नुपर्छ अरे भन्दा अहैतुकी भक्ति। भगवानलाई कुनै हेतु नराखिकन निष्काम भएर भगवानको भजन गर्नुपर्छ। भगवानको त हामी के भनेर पूजा गर्छौँ अरे भन्दा हे भगवान, हे गणेश, हजुरलाई 21वटा लड्डु ल्याएर चढाउँछु नि, मलाई चाहिँ इक्जाममा परीक्षामा पास गराइदिनु। हे गणपति, हे देवी, मलाई चाहिँ फलानु कामना सिद्ध होस्, मेरो कामनाहरू पूर्ण होस् भनेर कामना गर्छौँ भगवान। भगवानको पूजा चाहिँ निष्काम भएर गर्नुपर्छ, कुनै कामना राख्नु हुँदैन। भगवानलाई थाहा छैन र सर्वान्तर्यामी हुनुहुन्छ भगवान। कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्वसामर्थ्यवान भगवान हुनुहुन्छ। यो भक्तलाई, यो मनुष्यलाई के पर्यो सबै जान्नुहुन्छ भने भगवानसँग माग्नै पर्दैन। भगवानले विचार गरिरहनु भएको हुन्छ, मैले यसलाई यत्रो वस्तु दिने इच्छा गरिरहेको छु, यसले चाहिँ थोरै मागिरहेको छ। त्यही भएर भगवानसँग केही माग्ने, केवल भगवानको भक्ति माग्ने, भगवानमा श्रद्धा लागिरहोस्, भगवानको कथा कीर्तनमा मन लागिरहोस्, भगवानमा चाहिँ अहैतुकी यस्तो भक्ति माग्नु पर्दछ। र हामीले विभिन्न कर्म गर्छौँ, यज्ञ अनुष्ठान गर्छौँ, भगवानको पूजा पाठ गर्छौँ, भक्ति छैन भने श्रम एव हि केवलम्। हाम्रो श्रम मात्र खर्च भयो, हाम्रो परिश्रम गयो, धन पनि गयो, परिश्रम पनि गयो। भक्ति छैन भने कुनै लाभ छैन। भगवानले स्पष्ट गीतामा बताइदिनु भएको छ, पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयक्षते तदहं भक्तिवरितम् अस्मि प्रयत्नात्मनः। जसले मलाई श्रद्धा भावले पत्रम पुष्पम फलम तोयम, पत्र तुलसी पत्र, फलहरू, जलहरू भगवानलाई श्रद्धा भावले अर्पण गर्छन् भने ती वस्तुहरू म ग्रहण गर्छु। त्यसकारण भगवानको भक्ति निष्काम भएर दिन रात गाऊं गोविंद दामोदर माधवेति। श्री कृष्ण गोविंद हरे मुरारे, हे नाथ कृष्ण गोविंद हरे मुरारी, हे नारायण श्री कृष्ण गोविंद हरे मुरारी, हे नारायण वासुदेव, हे नारायण वासुदेव भगवान को। र भगवानको भक्ति गर्दै गर्दै भगवानको चिन्तन गर्नुपर्छ। त्यसपछि के हुन्छ भन्दा हृदय भिद्यते हृदय ग्रन्थे छेद्यन्ते सर्व संशयः क्षीयन्ते चास्य कर्माणि दृष्टैव महेश्वरी। भगवानको कथाहरू सुन्दै जाँदा, भगवानको कीर्तन गर्दै गर्दै जाँदा, भगवानको ध्यान गर्दै गर्दै जाँदा के हुन्छ अरे भन्दा हाम्रो हृदयमा भएका सारा ग्रन्थीहरू पनि छेदन हुन्छन्, भेदन हुन्छन्। हाम्रा सारा मनका शङ्काहरू पनि नाश हुन्छन् र उनै भगवान वासुदेव भन्दा भिन्न यो संसारमा कोही छैन। र भगवान नै यो सारा संसारमा व्याप्त हुनुहुन्छ। वासुदेव परा वेदा, वासुदेव परा मखा, वासुदेव परा योगा, वासुदेव परा क्रिया।
वेद पनि वासुदेव हुनुहुन्छ, यज्ञ पनि वासुदेव, योग पनि भगवान वासुदेव, क्रिया पनि भगवान, ज्ञान पनि भगवान, तपस्या पनि भगवान, धर्म पनि भगवान, गति पनि भगवान हुनुहुन्छ। त्यस्ता उनै परब्रह्म परमात्मा हरिको हामीले चिन्तन गर्नुपर्दछ र त्यस्ता भगवानले विभिन्न अवतार धारण गर्नुभएको छ र भगवान त अनन्त हुनुहुन्छ। हरि अनन्त, हरि कथा अनन्त, जो गाउँछन् सुन्छन् श्रोति सन्त। भगवान अनन्त हुनुहुन्छ, भगवानको कथा पनि अनन्त छ। हामीले त 10 अवतार भनेर सुनेका थियौँ। मत्स्य कुर्मो वराहश्च नृसिंहो वामनस्तथा रामो रामश्च कृष्णश्च बुद्धकल्के तथैव च। मत्स्य कुर्म वराह नृसिंह वामन राम परशुराम बुद्ध कल्की भगवानका यस्ता 10 अवतार सुनेका थियौँ। भागवतमा 24 अवतारको वर्णन छ। के हो र त्यो 24 अवतार भन्दा पहिलो अवतार भगवानको सनक आदि चतुर कुमारहरू, सनक, सनन्दन, सनातन, सनत कुमार 4 भाइ हुनुहुन्थ्यो, ब्रह्माजीका मानस पुत्रहरू। यी कथा हामी सुन्छौँ, भोलि चरित्रहरू सनक आदिका चरित्रहरू पनि आउँछन्। ब्रह्माजीका मानस पुत्र जसले सदा सर्वदा हरि शरणं प्रभु, हरि शरणं, हरि शरणं प्रभु, हरि शरणं, हरि शरणं प्रभु, हरि शरणं, हरि शरणं, हरि भगवानको सधैँ हरि शरणम, भगवानको शरणमा परिरहने ब्रह्मचर्य व्रतलाई पालन गरेका सनकादि कुमारहरू भगवानको पहिलो अवतार। त्यसपछि भगवानले रसातलमा पृथ्वीलाई हरण गरेर लगेको हिरण्याक्ष नाम गरेको दुष्टलाई उद्धार गर्न भनेर वराह अवतार धारण गर्नुभयो। वराह अवतार भगवानको दोस्रो अवतार। तृतीयं ऋषि सर्गं च देवसित्वमुपेत्य स तन्त्रं सात्वतमाचष्ट नैष्कर्म्यं कर्मणां यतः। तेस्रो अवतार देवर्षि नारदका रूपमा भगवानको अवतार भयो, नारदका रूपमा तेस्रो अवतार। चौथो अवतार भयो बद्री विशाल क्षेत्रमा अहिले पनि रहनु भएको छ भगवान नर नारायणका रूपमा। चौथो अवतार भगवानको नर नारायण भयो। पाँचौं अवतार भगवानको कपिल अवतार भगवानले धारण गर्नुभयो। माता देवहूतिलाई दिव्य सांख्य शास्त्रको ज्ञान दिनुभयो। आफ्नो माताको पनि कल्याण गराउनुभयो, उद्धार गराउनुभयो, कपिल अवतार। त्यस्तै छैठौं अवतार भगवानको अत्रि र अनसुयाका पुत्रका रूपमा भगवानले अंश स्वरूप दत्तात्रेय भएर भगवानको अवतार भयो। सातौं अवतार भगवानको यज्ञ अवतार भयो। यज्ञ पनि भगवानकै अवतार हो। त्यस्तै आठौं अवतार भगवानको मेरी नाभि र मेरो देवीको पुत्रका रूपमा भगवान साक्षात ऋषभ अवतारका रूपमा ऋषभदेवका रूपमा प्राकट्य हुनुभयो। नौौं अवतार भगवानको पृथु महाराजका रूपमा भगवानले अवतरित हुनुभयो। त्यस्तै भगवानले दशौं अवतार माछाको रूपमा पनि भगवान अवतरित हुनुभयो, मत्स्य अवतार धारण गर्नुभयो। त्यस्तै भगवानले कुर्मा भनेको कछुवाको पनि अवतार धारण गर्नुभयो, 11औं अवतार। र देवता र असुरहरूले समुद्र मथन गर्दाखेरि डगमगायमान भएकी पृथ्वी जुन मन्दराचल पर्वतलाई चाहिँ भगवानले आफ्नो पिठ्युमा धारण गर्नुभयो। 12औं अवतार भगवानले धन्वन्तरी भनेको आयुर्वेदका आचार्य, आयुर्वेदको प्रवर्तक पनि भनिन्छ, आयुर्वेदका आचार्य जसले चाहिँ अमृतको घडा लिएर चाहिँ समुद्र मथनबाट अमृतको घडा लिएर प्राकट्य हुनुभएको थियो, धन्वन्तरी अवतार। 13औं अवतार भगवानले चाहिँ मोहिनी अवतार धारण गर्नुभयो।
र देवता र दैत्यहरूले समुद्र मथन गरेका थिए, अमृत प्राप्त भएको थियो। अमृत चाहिँ दैत्यहरूले हरण गरेर लगे। त्यो अमृत प्राप्ति गराउनका निमित्त चाहिँ मोहिनी सुन्दर नारीको अवतार लिएर अमृत पान गराउनु भयो, मोहिनी अवतार लिनुभयो। 14औं अवतार भगवानले नृसिंह, आधा शरीर मनुष्य आधा सिंह, त्यस्तो नृसिंह अवतार धारण गरेर हिरण्यकशिपुको उद्धार गरिदिनु भयो, भक्त प्रहलादको रक्षा गरिदिनु भयो। 15औं अवतार वामन अवतार लिनुभयो, सानो बामपुड्के बनेर बलि महाराजलाई चाहिँ निग्रह गर्दै 3 पाउ पृथ्वी मार्दै 3 पाउमा चाहिँ सारा ढाकिदिएर बलिलाई पनि तल लोकमा पठाउनु भयो र स्वयं बलिको द्वारपालका रूपमा रहनुभयो। यसरी वामन अवतार धारण गर्नुभयो। अनि 16औं अवतार परशुराम अवतार धारण गर्नुभयो। 21 पल्टसम्म चाहिँ दुष्ट स्वभाव भएका क्षत्रियहरूलाई चाहिँ नाश गर्नुभयो र बाँचेका 2-4 जना थिए, तिनैबाट चाहिँ क्षत्रिय वंश फेरि सम्पूर्ण परिपूर्ण हुन गयो। परशुराम अवतार 17औं अवतार वेदव्यासका रूपमा, पराशर र सत्यवतीका नन्दनका रूपमा चाहिँ वेदव्यासको अवतार लिनुभयो, जसले सारा 4 वेदहरू 4 उपवेदहरू पुराणहरूको रचना गर्नुभयो। सारा संसारलाई ज्ञानको ज्योति छरिदिनुभयो, वेदव्यासको अवतार। त्यस्तै भगवानले 18औं राम अवतार लिनुभयो र विभिन्न दुष्टहरूको नाश गर्नुभयो, रावण आदिको नाश गर्नुभयो। त्यस्तै भगवानले 19औं अवतार र 20औं अवतारमा बलराम कृष्णका रूपमा अवतरित भएर भगवानले चाहिँ विभिन्न दुष्टहरूको संहार गर्दै गर्दै धर्मको रक्षा गर्नुभयो। तिनै भगवान बलराम कृष्णका चरित्र चाहिँ 10औं स्कन्द 90 अध्यायले हामी सुन्नेछौँ 5औं 6औं दिनहरूमा। अनि उनै भगवानले फेरि बुद्धको अवतार लिनुभयो, अहिंसा धर्म ज्ञान आदिलाई प्रचार गर्नुभयो, बुद्ध अवतार। त्यस्तै उनै भगवानले कलिको अन्तिममा चाहिँ कल्की अवतार धारण गर्नुहुन्छ। विष्णुयश नाचरीका ब्राह्मणका घरमा चाहिँ भगवान चाहिँ कल्की रूप धारण गरेर सेता घोडामा चढ्दै तरबारहरू हतियारहरू लिएर सारा दुष्टहरूलाई नाश गर्नुहुन्छ, कल्की अवतार। त्यस्तै भगवानले 23औं अवतार भगवानको हयग्रीव भनेको घोडाको स्वरूप भएको, आधा शरीर टाउको घोडाको मनुष्यको आकृति भएको त्यस्तो शरीर धारण गरेर वेद हरण गरेको थियो। हयग्रीव नाम गरेको दुष्टले त्यसलाई उद्धार गर्न हयग्रीव अवतार धारण गरिदिनु भयो। त्यस्तै भगवानको 24औं अवतार हरि अवतार र आफ्नो भक्तको यसरी रक्षा गर्नुभएका हरिका चरित्रहरू यसरी भगवानका 24 अवतार रहेका छन्। वनत्रयं बुक्क चतुष्कं हव परमयुग्मकं सधयता देवतारा चतुर्विंशति संख्यकाः। यसरी भगवानका 24वटा अवतारहरू भए। हुन त हरि अनन्त हुनुहुन्छ, हरिका कथाहरू पनि अनन्त छन्। अब भगवानको यो चरित्र चाहिँ कुन समयमा प्राप्त भयो, कसरी यो भागवत रूपी गङ्गा बग्न लागिन् त्यसको बारेमा सुनाउनुहोस्। सुतजी वर्णन गर्नुहुन्छ। एक समय पराशर नन्दन वेदव्यासजी चाहिँ आफ्नो आश्रममा चाहिँ सम्याप्रास नाम गरेको आश्रममा चाहिँ आफ्नो नित्य कर्महरू गर्दै हुनुहुन्थ्यो। उहाँले देख्नुभयो आज युगहरू चाहिँ बदलिएको छ, भौतिक वस्तुहरू पनि बदलिएका छन्, शक्तिहरू पनि ह्रास भएका छन्, क्षीण हुँदै गइरहेका छन्, वर्ण व्यवस्थाहरू पनि सम्पूर्णमा अनेक प्रकारका त्यस्ता अशान्तिहरू छन्। आज के कारणले यस्तो भयो चिन्तित हुन लाग्नुभयो र त्यसपछि आज सारा लोकको कल्याणको लागि चाहिँ उहाँले चाहिँ एक वेद थियो ऋग्वेद, त्यसलाई 4 भागमा विभाजन गरिदिनु भयो। ऋग, यजु, साम, अथर्व 4 भागमा वेदलाई विभाजन गरिदिनु भयो। 5औं वेदका रूपमा इतिहास पुराणहरूको रचना गर्नुभयो। 18 पुराणहरूका रूपमा 18 पुराणहरूको यसरी रचना गर्नुभयो र तिनै वेदहरू पुराणहरू चाहिँ आफ्ना शिष्यहरूलाई पहिला सामग, जैमिनी, वैशम्पायन आदि गरेका यस्ता शिष्यहरूलाई चाहिँ आफ्ना ती शास्त्रहरू वेदहरू पुराणहरूको श्रवण गराउनुभयो, पढाउनुभयो। इतिहास पुराणानां पिता मे रोमहर्षण। इतिहास पुराण चाहिँ मेरा पिताजी रोमहर्षण नाम गरेका सुतजयलाई चाहिँ पुराणहरू पनि पढाउनुभयो। र यसरी उनै वेदव्यासद्वारा विस्तार भएको सारा शास्त्रहरू चाहिँ शिष्य प्रशिष्य हुँदै हुँदै अहिले हामीले पनि भगवानको चरित्रलाई सुन्न पाएका छौँ। र यसरी चिन्तित भएर रहिरहनु भएको थियो। धेरै शास्त्रहरूको रचना गर्नुभयो, 17 पुराण 4 वेदहरू रचना गर्नुभयो, तर वेदव्यासजीको मनमा चाहिँ शान्ति भएन। अब शान्ति नभइसकेपछि के गर्ने कसो गर्ने अत्यन्त चिन्तित हुनु भइरहेको थियो। त्यही समयमा भगवानका भक्त
देवर्षि नारद त्यो आश्रममा आउनुभयो, उहाँको स्वागत गर्नुभयो, सम्मान गर्नुभयो र सोध्नुहुन्छ हजुर किन चिन्तित हुनुहुन्छ? ए वेदव्यासजी हजुर किन चिन्तित हुनुहुन्छ? मैले धेरै शास्त्र रचना गरेँ, वेद एक थियो 4 भाग लगाएँ, 17 पुराणहरूको रचना गरेँ, तर मनमा शान्ति भएन। के कारणले हो मैले चिन्न बुझ्न सकिनँ। त्यसपछि देवर्षि नारद भन्नुहुन्छ हजुरले धेरै शास्त्रको रचना त गर्नुभयो, तर ती शास्त्रहरूमा चाहिँ के भयो अरे भन्दा विभिन्न कामनाको बारेमा वर्णन गरिदिनु भयो, विभिन्न यज्ञहरूको बारेमा, विभिन्न त्यस्ता चरित्रहरूको वर्णन गर्नुभयो, तर भगवान हरिको चरित्रलाई, भगवान गोविन्दको चरित्रलाई निष्काम भावले भगवानको चरित्रहरू गान गर्नुपर्छ भनेर त्यस्तो भगवानको चरित्रहरू हजुरले रचना गर्नु भएन। त्यही भएर हजुरलाई अशान्ति भइरहेको छ। सुन्नुहोस्, म पनि पूर्व जन्ममा दासीको छोरा थिएँ, दासीको पुत्र थिएँ। मेरो माताजी दासी हुनुहुन्थ्यो। साधु सन्तहरू आउनुहुन्थ्यो चतुर्मास सत्सङ्ग गर्न। ती सन्तहरूको सेवा गर्दै गर्दै रहनुहुन्थ्यो। त्यही सन्तहरूले खाएका बचेका अन्नहरूद्वारा नै मेरो पनि पालन गर्नुहुन्थ्यो, पोषण गर्नुहुन्थ्यो। यसरी दासी पुत्रका रूपमा म रहेको थिएँ। सन्तहरूको थोरै कृपा प्राप्त भएको थियो। म पनि सत्सङ्गमा जान्थेँ माताजीहरूसँगै र सन्तहरूसँग भगवानको भजन गर्नुहुन्थ्यो, गोविन्द भगवानको स्मरण गर्नुहुन्थ्यो, भगवानको कीर्तन गर्नुहुन्थ्यो, भगवानको पूजन गर्नुहुन्थ्यो। त्यसरी बिस्तार बिस्तार समयहरू व्यतीत भयो। एक समय चाहिँ माताजी चाहिँ घरबाट निक्लिएर गाई धुन भनेर, अब रातको साँझको समय छ, गाई धुन भनेर जानुभएको बाटोमा चाहिँ एउटा कालो सर्पले चाहिँ माताजीलाई डसिदियो र माताजीको प्राण अन्त भयो। र एक कुरामा त मलाई अत्यन्त दुःख भयो, किनकि मेरो कोही थिएन, मेरो माता मात्र हुनुहुन्थ्यो साथमा। र एक कुरामा म खुसी पनि भएँ, किनकि सन्तहरूसँग म सत्सङ्ग गर्न जान सक्दिनँ थिएँ। माताजी एक्लै छोडेर म अब साधु सन्तको पासमा जान सक्दिनँ थिएँ। आज माताजीले पनि छोडेर जानुभयो, त्यो बाटो पनि मेरो खुल्यो। विचार गर्नु। त्यसपछि माताजीको काज क्रियाहरू कर्महरू गराउनु भयो। त्यसपछि सन्तहरू त लागिसकेका थिए उत्तर दिशामा। तिनै सन्तहरूलाई खोज्दै 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 म गएँ। जङ्गल, घनघोर जङ्गलहरूमा प्राप्त भए। अनेक प्रकारका वृक्षहरू, अनेक प्रकारका तलाउहरू छन्, नदीहरू बगेका छन्, सुन्दर त्यस्तो जलाशयहरू छ। सारा देवताहरूले पनि सेवित अत्यन्त पावन त्यस्तो भूमि छ। र घुम्दै घुम्दै हिँड्दै जाँदा मलाई परिश्रम लाग्यो, थकाइ लाग्यो। केही समय त्यहाँ विश्राम गरेँ। त्यो नदीको तटमा जलहरू निकालेर पान गरेँ। त्यही जङ्गलमा चाहिँ पिपलको वृक्षमा चाहिँ आश्रय गरेर बसिरहेको थिएँ। र त्यही समयमा भगवानको चिन्तन ध्यान गर्दै थिएँ। ध्यायत शरणं भोजं भावनिर्जित चेतसा औत्कण्ठ्या शुक्लाक्षस्य विद्यासिन्मे शनैर्हरि। र भगवान हरिको, भगवान गोविन्दको ध्यानमा, चिन्तनमा म लागिरहेको थिएँ। अकस्मात जसरी बिजुली चम्किन्छ र त्यस्तो तेज, दिव्य तेजहरू देखिन्छ, बिजुलीहरू चम्किन्छ, त्यस्तै भगवानको दिव्य तेजले युक्त भएको भगवान हरिको त्यस्तो सुन्दर स्वरूप, सुन्दर भगवानको दर्शन, मैले छटाको दर्शन प्राप्त गरेँ। र फेरि त्यो भगवान एकैछिनमा जसरी बिजुली चम्केर हट्दछ, अलग हुन्छ, भगवानको त्यो दृश्य पनि एकैछिनमा हटेर गयो। र फेरि त्यो भगवानको ध्यानमा म लागेँ। बारम्बार त्यही भगवान शङ्ख चक्र गदा पद्म धारण गरेको त्यस्तो भगवानको चिन्तनमा लागिरहेको थिएँ। तर ध्यान भगवानको त्यो छवि, त्यो छटा दर्शन गर्न पाइनँ। त्यसपछि आकाशवाणी भयो, हे देवर्षि, हे नारद, हे दासीपुत्र, तिमीले जुन मेरो दर्शन प्राप्त गर्नुपर्ने हो त्यो दर्शन पाइसक्यो। अब यो जन्ममा तिमीलाई मेरो दर्शन, यो छटाको दर्शन तिमीले पाउन सक्दैनौ।
र यसरी आज त्यो दिव्य आकाशवाणी भयो। त्यसपछि मैले विचार गरेँ उनी भगवानको त्यो दिव्य छटाको चिन्तन ध्यान गर्दै 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 त्यो शरीर दासी पुत्र मेरो शरीर यसरी नाश भयो र अर्को जन्ममा चाहिँ म भगवानकै प्रेरणाले भगवानकै कृपाले चाहिँ मरीचि आदि गरेका ऋषिहरूका साथमा चाहिँ ब्रह्माजीका पुत्र भएर चाहिँ आज म प्राप्त भएर उनी भगवानले दिएको देवदत्ता मिमां वीणा स्वर ब्रह्म विभूषिता मूर्छयित्वा हरिकथां गायमानश्चराम्यहम्। उनी भगवानले दिनुभएको यो दिव्य वीणाहरूलाई बजाउँदै स्वर ब्रह्महरूलाई विभूषित गर्दै गर्दै उनी भगवान हरिको कथाहरूलाई उनी भगवानको कीर्तनलाई गान गर्दै गर्दै हिँड्दछु। श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण देवर्षि नारदले आफ्ना पूर्व जन्मका चरित्रहरू श्रवण गराइदिनु भयो र यसरी भगवानकै कृपाद्वारा आज मैले उनै भगवानले दिनुभएको यो वीणालाई बजाउँदै बजाउँदै उनै भगवानको कीर्तन गर्दै उनै भगवानको कथालाई गान गर्दै हिँड्छु। त्यसकारण हजुरले पनि अब उनै गोविन्द भगवानको चरित्रलाई चाहिँ
विस्तार गर्नुहोस् भनेर यसरी दिव्य ज्ञान दिनुभयो। र उनै देवर्षि नारदले चाहिँ चतुश्लोकी भागवत, त्योभन्दा अगाडि चाहिँ जम्मा 4 श्लोक थियो भागवत, त्यो चतुश्लोकी भागवत दिनुभयो वेदव्यासजीलाई। र उनै वेदव्यासजीले चाहिँ आज यो विशाल ग्रन्थ, जस्तो 18,000 ग्रन्थ, यसमा 18,000 श्लोकहरू रहेका छन्। हुन त श्लोक चाहिँ 16,000 चान्चुन पाइन्छ। यहाँ चाहिँ उवाच भनेको फलानुले भनेको, फलानुले शुकले, परीक्षितले, वेदव्यासले भनेका वचनहरू, त्यसरी सम्पूर्ण उवाच श्लोकहरू। र यहाँ विभिन्न 28वटा छन्दको प्रयोग गर्नुभएको छ वेदव्यासजीले। अनेक प्रकारका 28वटा सुललित मनोहर छन्दहरूको प्रयोग गर्नुभएको छ। र एउटा अनुष्टुप नाम गरेको छन्द हुन्छ, जसमा चाहिँ 8 अक्षर हुन्छ। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतः क्लेशनाशाय गोविन्दाय नमो नमः। यो 8-8 गरेर 8, 16, 32 अक्षर हुन्छ। 30 अनेक छन्दहरू, कसैमा चाहिँ 11 अक्षर हुन्छ पहिलो पाउमा, कसैमा 12, कसैमा 16, कसैमा 29। सबैलाई चाहिँ 8 अक्षरमा ढाल्दा चाहिँ लगभग 18,000 ग्रन्थ हुन्छ। अब कसैमा पाठ पाठान्तरहरू पनि पाइन्छ पुराणहरूमा। यसरी समग्रमा गर्दा चाहिँ 18,000 ग्रन्थ पुग्छ। यो संहितालाई चाहिँ सात्वत संहिता भनेर पनि बताइन्छ भागवतलाई। भागवतको अर्को नाम के हो अरे भन्दा सात्वत संहिता। र जुन यो भागवतको संहिता, सात्वत संहितालाई हामीले नित्यशः सदा सर्वदा सेवा गर्छौँ भने हाम्रा सारा कामनाहरू अवश्यमेव पूर्ण हुन्छन्। र भगवान हरि हाम्रो हृदयमा आएर बस्नुहुन्छ। भगवान हरि चाहिँ हाम्रो हृदयमा आएर टाँसिनुहुन्छ। र यस्तो भगवानको यो दिव्य कथा चरित्रहरू अब हामी प्रवेश गर्छौँ। भागवतको कथा कहाँबाट आरम्भ हुन्छ त भन्दा महाभारतको कथा युद्धहरू समापन भइसकेपछि चाहिँ अब भागवतको कथा सुरु हुन्छ। यदा मृदे कौरव सञ्जयान वीरेशोथो वीरगतिं गतेषु त्रिकोदरा विद्यगदा विमर्श भग्नोरुदण्डे धृतराष्ट्रपुत्रे। महाभारतको युद्ध पंच पाण्डवहरू र 100 भाइ दुर्योधन आदि गरेका कौरवका छोराहरू, धृतराष्ट्रका पुत्रहरू जसलाई कौरव भनिन्छ, 100 भाइ छोराहरूको बिचमा चाहिँ युद्ध भएको थियो। के को निमित्त भन्दा धन सम्पत्ति राज्यको निमित्त। र महाभारतको युद्धहरू पनि समापन भयो। युद्धमा चाहिँ पंच पाण्डवहरूले विजय प्राप्त गरे। के कारणले भन्दा भगवान हरि, भगवान कृष्ण चाहिँ पंच पाण्डवको अर्जुनजीको सारथीका रूपमा चाहिँ त्यो युद्धमा चाहिँ सारथीको बागडोर भगवानले समाउनु भएको थियो। जसको साथमा स्वयं भगवान हरि हुनुहुन्छ भने उसले युद्ध हार्ने कुरै भएन। युद्धमा सारा कौरवहरू पनि नासिए, वीरगति प्राप्त गरे। त्यस्तै दुर्योधनको पनि गदाद्वारा भीमसेनले चाहिँ त्रिकोदर भनेको भीमसेनले चाहिँ तिग्रा भाँचिदिए। त्यस्तै भीष्मको पनि सरसैयामा भीष्मलाई पनि बाणको सैयामा सुताइदिए। महाभारतको युद्ध कस्तो थियो अरे भन्दा एकापट्टि त्यस्ता धनुर्धारी अनेक बलशाली कर्ण, दुर्योधन, अश्वत्थामा, द्रोण, भीष्म पितामह यस्ता बलशाली योद्धा थिए भने एकापट्टि पंच पाण्डव र पंच पाण्डवका साथमा भगवान कृष्ण हुनुहुन्थ्यो। भगवान कृष्णले नै त्यो रण नदीलाई चाहिँ, त्यो रण संग्राममा चाहिँ पंच पाण्डवहरूलाई तारण गरिदिनु भयो। भगवान नभएको भए त्यो युद्धमा पंच पाण्डवले विजय प्राप्त गर्न सक्दैन। र यसरी महाभारतको युद्धहरू पनि समापन भए। सारा कौरवहरूको पनि नाश भयो। भीष्म पितामह पनि सरसैयामा हुनुहुन्छ। र यता अश्वत्थामाले विचार गरे अब दुर्योधनलाई खुसी बनाउन केही गर्नुपर्छ। हे दुर्योधन, अन्तिम इच्छा के छ भन भन्दाखेरि अन्तिम इच्छा के हुनु, हामी 100 भाइ थियौँ, सबै नासिए।
पञ्चपाण्डव हाम्रा शत्रु 5 भाइ थिए, 5 वटै जिरिन्छन्। ती 5 वटाको शिर छेदन भएको हेर्ने इच्छा छ भन्दाखेरि म अहिले गएर 5 जनालाई काटेर आउँछु, तिनीहरूको शिर ल्याउँछु भनेर अश्वत्थामा दुर्योधनलाई खुसी गर्नु भनेर हिँडे। यो कुरा भगवानलाई पहिल्यै ज्ञान भइसक्यो, आज अश्वत्थामा आउँदैछन्, अब मैले रक्षा गर्नुपर्छ पञ्चपाण्डवको भनेर 5 वटा पञ्चपाण्डवहरूलाई निकालेर शिविरबाट निकालेर अब सहर घर आउनु रात्रिमा चाहिँ घुम्न जाउँ भनेर निकालेर लिएर जानुभयो। पञ्चपाण्डवका छोराहरू थिए, उस्तै बाउका जस्तै अनुहार थियो, आएर त्यही बाउको खाटमा चाहिँ सुत्न लागे। अश्वत्थामा आएर 5 वटाको शिर छेदन गरे, लगेर दुर्योधनलाई देखाउँछन्। दुर्योधन खुसी भयो, अत्यन्त हाँस्न लागे, खुसी भयो। दुर्योधनलाई पनि श्राप परेको थियो, जुन कुराले तिमीलाई सुख दिन्छ, जुन कुराले फेरि त्यही कुराले तिमीलाई दुःख दियो भने तिम्रो पनि प्राण अन्त हुन्छ, उसलाई श्राप परेको थियो। त्यसकारण पहिला त खुसी भयो, ओखो आज मेरा शत्रुहरू मारिए, अत्यन्त खुसी हुन लागे। पछि यसो विचार गरेको, शिर टाउकोमा यसो खिच्छन् त, शिर त गिलो गिलो छ, पञ्चपाण्डवको शिर त होइन, यो भर्खरका बालकहरूका शिर हो। त्यसपछि निहालेर हेर्छन् त पञ्चपाण्डव होइनन्, पञ्चपाण्डवका छोराहरू। त्यसपछि त्यही कुराले आज दुःखी भए र उनको पनि प्राण अन्त भयो। यता अश्वत्थामालाई मार्छु भन्दै अर्जुनजी लखेट्नुहुन्छ, लखेट्दै जाँदाखेरि ब्रह्मास्त्र प्रहार गरे। ब्रह्मास्त्रलाई पनि अर्जुनजीले आज नाश गर्दै आज अश्वत्थामालाई पक्रनुहुन्छ। र त्यसपछि अब के गर्ने त, कसो गर्ने? ब्राह्मणलाई मार्न पनि भएन, के गर्ने कसो गर्ने? र भगवान कृष्णले दिनुभएको दिव्य ज्ञानलाई सम्झनुहुन्छ। मत्तम प्रमत्तम उन्मत्तम सुप्तम बालम प्रियम जडम प्रपन्नम धीरतम भेतम नरिपुमहन्ते धर्मवे। जो मातिएको छ त्यसलाई कुट्न पनि हुन्न अरे। मत्तम प्रमत्त भएको व्यक्तिलाई पनि हामीले दण्ड सजाय दिन हुँदैन। उन्मत्त भएको बौलाहरूलाई पनि केही गर्न हुँदैन, केही लाग्छ गरेर केही लाग्दैन। मातेकोलाई पनि जति गरे नि केही लाग्दैन, प्रमत्त भएकोलाई पनि केही लाग्दैन, उन्मत्त भएका बौलाहरूलाई पनि जति गरे पनि लाग्दैन। त्यस्तै सुतेको व्यक्तिहरूलाई पनि हामीले उठाउन पनि हुँदैन, तिनीहरूलाई मार्न पनि हुँदैन, बालकहरूलाई पनि मार्न हुँदैन, नारीहरूलाई स्त्रीहरूलाई पनि मार्न हुँदैन। प्रपन्नम आफ्नो शरणमा परेको छ भने त्यसलाई पनि मार्न हुँदैन। विरथम रथले हिँड्नुभएको, हतियारले हिँड्नुभएको व्यक्तिलाई पनि मार्न हुँदैन, डराएको व्यक्तिलाई पनि मार्न हुँदैन। यस्तो शत्रु नै भए पनि त्यस्ता धर्मवेत्ताहरूले त्यस्ता व्यक्तिहरूलाई मार्न हुँदैन। त्यो ज्ञान सम्झिनु भयो। फेरि भन्नुहुन्छ ब्रह्म बन्धुर्न हन्तव्य आतताई बदार्हण मयैवो भयमां नातं परिपाय अनुशासनम। जसले ब्रह्म बन्धुहरूलाई पनि नाश गर्न हुँदैन, मार्न हुँदैन ब्राह्मणहरूलाई। फेरि जो आतताई छ, स्त्री बालकहरूलाई मार्छ भने त्यसलाई छोड्न पनि हुँदैन। दुईवटा कुरा भयो, छोड्न पनि हुँदैन, मार्न पनि पर्छ। अब के गर्ने? त्यसपछि सम्झनु भयो गीता ज्ञानलाई। ब्राह्मणलाई हत्या गर्नु भनेको के हो रे भन्दा ब्राह्मणको शिखा हुन्छ नि, टुप्पी, त्यो काटिदिनु, शिरको मडीलाई निकालिदिनु, त्यो चाहिँ ब्राह्मणको हत्या गरे बराबर हो। त्यो सम्झिनु भयो। त्यसपछि ब्राह्मणको शिखा काटिदिनु भयो, शिरको मडी निकालिदिनु भयो, त्यसपछि धपाइदिनु भयो। र यता अब अश्वत्थामाले विचार गरे, अब म यी पञ्चपाण्डवहरूका पुत्र त नाश भई, पञ्चपाण्डवको कुनै गर्व पनि अब रहन दिने छैन, यिनीहरूका शाखा सन्तानलाई नाश गर्छु भनेर ब्रह्मास्त्र प्रहार गर्न लागे। र उत्तराको गर्व रहेको थियो, आज त्यो ब्रह्मास्त्रले उत्तराको गर्वलाई गएर पीडा दिन लाग्यो भन्ने समान कथा सत्सङ्गहरू सुतजीले सौनकादि शिष्यहरूलाई त्यो कथा सत्सङ्गहरू श्रवण गराउनुभयो। त्यही कथाहरू यथाधीतम यथामति विस्तार गरियो। श्री हरे